सबैजनालाई नमस्कार। इडियू नेपालको नयाँ भिडियोमा हजुरहरू सबैलाई स्वागत छ। आज म हजुरहरूलाई नयाँ वर्ष 2082 को इमेज कसरी अपडेट गर्ने भनेर सिकाउन गइरहेको छु। त्यसको लागि हजुरहरूले सुरुमा आफ्नो ब्राउजरमा गएर आफ्नो इमेजको पोर्टललाई लगइन गर्नुहोस्। त्यसको लागि हाम्रो वेबसाइट छ image.cehRD.gov.np। त्यहाँ गएर हजुरहरूले आफ्नो इमेजको पोर्टललाई लगइन गर्न सक्नुहुन्छ। जब हजुरहरूको इमेजको पोर्टल लगइन भइसक्छ तब हजुरहरूले अब सुरुमा के गर्नु पर्यो त भन्दा यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ यो इमेजको हजुरहरूको स्कुलको ड्यासबोर्ड रहेको छ। अब हजुरहरूले यो लेफ्टपट्टि साइडमा स्कुल प्रोफाइल देख्नु भएको छ। यहाँ स्कुल प्रोफाइलमा जानुहोस्। त्यसपछि यहाँ हजुरहरूले कबुलियतनामा देख्न सक्नुहुन्छ। यसलाई हजुरहरूले चाहिँ म सहमत छु भनेर क्लिक गरिदिनुहोस्। त्यसपछि स्कुलको सम्पूर्ण विवरण यस पेजमा हजुरहरूले भरिदिनु होला। जस्तै यहाँ हजुरले देख्न सक्नुहुन्छ अप्सन्सहरू बेसिक प्रोफाइल छ, स्कुलको लोकेसन कहाँ छ, फोन नम्बर, प्रिन्सिपलको नाम, एकाउन्ट नम्बर, ब्याङ्कदेखि लिएर अनि कति क्लास चलिरहेको छ, कति क्लाससम्म छ स्कुल, त्यो सम्पूर्ण विवरण हजुरहरूले यहाँ भर्नुपर्ने हुन्छ। त्यसपछि हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ इसिडी इन्फर्मेसन। इसिडी इन्फर्मेसनमा चाहिँ इसिडी कतिवटा छ अनि इसिडीका अन्य विवरणहरू चाहिँ हजुरले यसमा भर्नुहोस्। त्यसपछि म्यानेजमेन्ट एन्ड अदर्स यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले यो सम्पूर्ण विवरणहरू हजुरले भरिदिनु होला। यो भरेर सकिसकेपछि हामी यहाँ सेभ गर्दै अगाडि बढ्नुपर्ने हुन्छ। त्यसपछि छ टेक्स्ट बुक एन्ड अदर करिकुलम। सो टेक्स्ट बुक र स्कुलमा चलाइने करिकुलमहरूको सम्पूर्ण विवरण हजुरहरूले यहाँ भरिदिनुहोस्। सम्पूर्ण विवरणहरू हजुरले भरिसकेपछि यसलाई हजुरहरूले सेभ गरिदिनुहोस्। यहाँ तल सेभको अप्सन छ र हजुरहरूले स्कुल प्रोफाइलको चारवटै सेक्सनको सबै डिटेल्सहरू भरिसक्नु भएपछि हजुरहरूको अब पालो आउँछ स्टुडेन्ट रेकर्ड्स। स्टुडेन्ट रेकर्ड्समा जानु। स्टुडेन्ट रेकर्ड्समा गइसकेपछि सुरुमा हाम्रो यहाँ स्टुडेन्ट इन्फर्मेसन, स्कलरसिप, अपडेट्स सुरुमा चाहिने भनेको स्कलरसिप हो। अहिले 2082 को डाटा भर्नको लागि 2081 मा भएका विद्यार्थीहरूको विवरण हामीले करेक्ट गर्नुपर्ने हुन्छ। जस्तै स्कलरसिप भयो, सुरुमा स्कलरसिपमा जाने। त्यसपछि सेलेक्ट इयर 81, 82 त सुरुवात भएकै छैन, हाम्रो इमेजमा डाटा इन्ट्री गरेकै छैन। सो 81, सो 81 मा जाने। 81 मा गएर यहाँनिर क्लास सेलेक्ट गर्ने। मानौँ सुरुमा मैले इसिडीको लागि गर्छु। त्यसपछि यहाँ डाटा लोड गर्ने। यसमा अब हजुरहरूले मेरिट बेस्ड हो भने मेरिट बेस्ड, जनजातिमा पऱ्यो जनजाति अथवा अदर्स र स्कलरसिप छैन यो कुनै एउटा अप्सनमा हजुरहरूले टिक लगाउन सक्नुहुन्छ। र यो चाहिँ हाम्रो एकचोटिमा एउटा विद्यार्थीको लागि एउटा मात्रै अप्सन टिक हुन्छ, हामीले दुईवटा गर्न पाउँदैन। जस्तै यहाँ जनजातिमा हामीले टिक लगाएको छौँ भने मेरिटमा पनि लगाउन मिल्दैन, एउटामा मात्रै हुन्छ। यदि स्कलरसिप छैन भने स्कलरसिप नो स्कलरसिपमा हामीले गरिदिनु पर्ने हुन्छ विद्यार्थीहरूको। यदि छ भने कुन चाहिँ स्कलरसिप पाएको छ त्यो विवरण यहाँ भरिदिनुपर्छ। र कम्पलसरी रूपमा हजुरहरूले नम्बर अफ एटेन्डेन्स यसलाई चाहिँ हामीले कम्पलसरी रूपमा भर्नुपर्ने हुन्छ। र यो भर्दा चाहिँ कम नभरिदिनु होला। यदि हजुरहरूले कम भरिदिनु भयो भने चाहिँ यो एक्सेप्ट गर्दैन। सो सकेसम्म धेरै जति हुनपर्ने एटेन्डेन्स त्यति नै गरिदिनु होला। र गरिसकेपछि यसलाई हामीले सबै भ्याएपछि तल सेभ गर्ने। सो यसरी नै सम्पूर्ण क्लासको विवरण, स्कलरसिपको विवरण हजुरहरूले यहाँ भर्नुपर्ने हुन्छ। यो भरिसकेपछि अब पाला आयो अपडेटको। हजुरहरू अपडेटमा जानुहोस्। इसिडीको हामीले भर्खरै गऱ्यौँ। यहाँ इसिडीको लोड गर्ने। इसिडीको लोड गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ यहाँ मैले स्कलरसिपको र मेरो स्कुलको प्रोफाइल पेज मैले कम्प्लिट गरेको छैन, त्यही भएर चाहिँ यहाँ हामीलाई यो अपडेट गर्ने अप्सन दिएको छैन। हजुरहरूले चाहिँ अपडेट गर्नुपर्ने हुन्छ सबै कुराहरू। सुरुमा स्कुल प्रोफाइल, त्यसपछि स्कलरसिप अपडेट गरिसकेपछि बल्ल अपडेटमा आउनुहोस्। अपडेटमा आइसकेपछि यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ इमेज आइडी छ, स्टुडेन्ट नेम छ, इयरमा पास, ट्रान्सफर एन्ड पास, डबल प्रमोट, रिपिट एन्ड ट्रान्सफर र ड्रप आउट भन्ने अप्सन छ। र मानौँ यो सुरुको बच्चा चाहिँ यदि पास भएछ, 81 मा पास भएछ भने पासको बटनमा क्लिक गर्नुपर्ने हुन्छ। पास गर्यो र ट्रान्सफर गरेको छ भने त्यहाँ क्लिक गर्ने।
यदि भएन डबल प्रमोट गरेछ भने डबल प्रमोट गरिदिनु पर्ने हुन्छ। रिपिट छ भने रिपिट गरेर ट्रान्सफर गर्यो। मानौँ फेल भएर स्कुल ट्रान्सफर गऱ्यो भने रिपिट एन्ड ट्रान्सफर, र ड्रप आउट पढ्दा एक्जाम नदिकन छोडेर गयो भने ड्रप आउट हामीले यहाँ गरिन्छ। र इसिडीको केसमा चाहिँ हामीले नर्सरी, एलकेजी, युकेजी सबैलाई इसिडी भनिन्छ। सो इसिडीको केसमा यदि कोही बच्चा नर्सरीमा एक्जाम दिएर पास भएको छ भने उसलाई चाहिँ हामीले पास गरिँदैन। जब हामीले पास गर्छौँ, पास गर्ने बित्तिकै इसिडीबाट ऊ डाइरेक्ट 1 मा जान्छ। द्याट मिन्स नर्सरी पढेको बच्चा 1 मा जान्छ। सो नर्सरीलाई नि पास गर्न मिलेन, एलकेजीलाई नि गरेन, तर युकेजीलाई चाहिँ हामीले पास गर्नुपर्ने हुन्छ। किनभने युकेजी भनेको इसिडी हो र 1 भनेको इसिडी होइन। सो त्यही भएर 1 मा कोही बच्चा जाँदैछ भने उसलाई बल्ल हामीले पास गर्छौँ। नभए हामीले नर्सरी र एलकेजीको बच्चालाई हामीले रिपिटमा हामीले राख्छौँ। र यो सबै अपडेट गरेर भ्याइसकेपछि हजुरहरूले यो डाटाहरूलाई सेभ गरिदिनुहोस्। सेभको अप्सन छ तल, र यो चाहिँ हजुरहरूले हरेक क्लासको इसिडीबाट क्लास 12 सम्मको विद्यार्थीको विवरण यहाँ यसरी हजुरहरूले अपडेट गर्नुपर्ने हुन्छ। र त्यसपछि अब कोही विद्यार्थीहरू नयाँ आएको छन् हाम्रो स्कुलमा भने हामीले इन्फर्मेसन एड गर्नुपर्ने हुन्छ बच्चाको। र यो केसमा चाहिँ हामीले 2082 मा इसिडीको बाहेक अरूको भर्न मिल्दैन। जस्तै यहाँनिर एड स्टुडेन्टमा मैले यसले मलाई यहाँ हेर्न सक्नुहुन्छ इसिडी र 1 बाहेक अरूको बच्चाको हामीले विवरण भर्न दिँदैन। किन दिँदैन त भन्दा त्योभन्दा माथिको बच्चाहरू अघिल्लो वर्ष 2081 सालमा चाहिँ अर्को स्कुलमा पढिसकेको हुन्छ, र त्यहाँ पढिसकेको बच्चालाई चाहिँ यस स्कुलमा 82 सालमा चाहिँ ट्रान्सफर गर्नुपर्ने हुन्छ। सो 1 भन्दा माथिको बच्चाहरूलाई हामीले यहाँ एड स्टुडेन्ट गरेर एड गर्न मिल्दैन। त्यसको लागि चाहिँ पुरानो स्कुल जहाँ थियो त्यहाँबाट त्यो स्कुलले हजुरहरूको स्कुलमा चाहिँ इमेज ट्रान्सफर गरिदियो भने बल्ल हजुरहरूको स्कुलमा त्यो बच्चालाई देखिन्छ। नत्र भने त्यो स्टुडेन्टलाई हामीले आफू मर्जी चाहिँ एड गर्न मिल्दैन। यसरी नै हामीले 2082 को लागि इमेज अपडेट्सहरू गर्दछौँ। बच्चाहरूको विवरणहरूदेखि लिएर स्कुलको प्रोफाइलहरू सबै हामीले यसै मार्फत अपडेट गर्नुपर्ने हुन्छ। र आशा छ हजुरहरूलाई यो भिडियो मन पर्यो। यदि हजुरहरूलाई भिडियो मन पर्यो भने कृपया भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, र सब्सक्राइब र सेयर पनि गरिदिनु होला। र यदि केही इररहरू आयो भने हजुरले कमेन्ट मार्फत मलाई सोध्न सक्नुहुन्छ। म त्यसमा हजुरहरूको सहायता पक्कै नै गर्दछु। र आउने भिडियोहरूमा चाहिँ म इमेजका अन्य थुप्रै विवरणको साथ हजुरमाझ उपस्थित हुन्छु। त्यतिन्जेलको लागि सम्पूर्णलाई नमस्कार।